अगेन यो अर्को जाली है, यो भाँडामा राख्ने कुरा। यो अगेन यो हो ल, यो केही नखसोस् भनेर कि लास्टै चिप सस्तो समथिङ सम सेन्सको मात्र होला भनेको, मात्र 100 युरो पनि परेन होला, 100 रुपियाँ पनि पर्दैन, एकदम सस्तो हुन्छ यो है। यहाँ मसँग अब लेफ्ट 2टा चिज छ है, दुईटै चिज के छ, यो चाहिँ के हो? ए यो चाहिँ मेरो रिङ लाइट, यो चाहिँ अर्को उस रिङ लाइट के, यो फोनको लागि के, यसमा चार्जर पनि आउँदो रहेछ। यो चाहिँ सानोवाला चार्जरको रहेछ हैन। अनि यस्तो गरेर ए यो चाहिँ मतलब ब्याट्रीवाला होला भनेको त, ए यस्तो रहेन रहेछ, यस्तो गऱ्यो है। ला मेरो फोनको कभर चाहिँ ठुलो हुँदो रहेछ नि त, त्यसले त मिल्दैन नि त। अनि यतापट्टि ल्याउँदै फुट्छ कि क्या हो? हेरे त म तिम्रो एकछिन कमेन्ट पढ्नु रे। आसनाजी खै निशान बिजी छन् जस्तो छ सुजु। एकछिन है, मेरो प्यारो मिजा सर सरी ला, यत्रो आइसक्यो रहेछ हो र तिम्रो त ज्यान गएको छैन अरे, चक्कर लागेर ढल्ला जस्तो छ अरे यहाँबाट है त ल। र तिम्रो त ज्यान गएको छैन होला नि मेरो रुपैले ईश्वरजी रे, सरी मिजा, मेरो प्यारो मिजा सर रे, खोइ गएको बेला भनौला आसनाजी रे, खै निशान बिजी छन् होला सुजु, भाइ आउनु भएको, सासु ससुरा आउनु भएको छ नि त, निशान सेम टु। ए हस् ईश्वरजी रे, कमेन्ट्स पढ्नु त भन्नु। आसनाजी तपाईँ के अरे टप्प टिप्पी उठाउने चिज भए कस्तो हुन्थ्यो, रूप जस्तै दिल भए गरे। ए चिल भयो रे, अब ट्याप्प टिप्पी उडाउँथे चिल भयो रे। ट्याप्प टिप्पी उडाउँथे चिल भए कस्तो हुन्थ्यो, रूप जस्तै दिल भए रे लौ। वाह वाह वाह, बवाल थियो त यो त। त्यस्तै हो मिजा सर, बिजी होला, सानो त सँग कलमा छ अरे, सानो त कलमा छ अरे, यस्तो सँग कलमा छ अरे। मान्छे रहेछौ तिमी काली, मिजाको माया जाली, ईश्वरले लान्छ कि यसपालि, मिजाको त हात खाली, चिया छानेको चैट। ए भगवान्, गाना चाहिँ राम्रो छ अरे। हेरे त ल, मेरो एकचोटि तात्यो है त, एकचोटि हेरौँ है कस्तो हुँदो रहेछ। यो त बच्चाहरूको जस्तो हो। फेरि यहाँ यो मेरो कलर गरेको कपाल अब यस्तो कोरिसक्यो, फेरि लट्टै परिहाल्छ कि। यो त पपटिया मगाएको जस्तो लाग्यो, क्या मलाई त। कहिले चाहिँ सक्ने हो त नि, अनि यस्तो गरेर त। ए हुँदो रहेछ हो, तर टाइम खतरै लाग्छ जस्तो लाग्यो यसले चाहिँ। हुन चाहिँ भयो त ल, गरिदिन्छु। फर्स्टमा चाहिँ यस्तो युज गर्नु हुँदैन। अनि मेरो खासै त्यस्तो त उ त होइन तर साना साना चिजहरू, बट एकदमै मेरो लागि एकदमै इम्पोर्टेन्ट। म एउटा यो माइक्रोफोन लगाएर पनि विचार गर्छु, अनि मलाई भनिदिनु ल कस्तो छ। यो चाहिँ फेरि अर्को माइक्रोफोन हो है, दुईवटा लिएर आएको छु माइक्रोफोन, सेम त्यस्तै नै हो, बट सेम बट डिफ्रेन्ट भने जस्तो। यो चाहिँ यस्तो खालको छ है, यस्तो टाइपको, यो पनि त्यस्तै छ यसको। ए यो चाहिँ अनि पालै पिलो चार्ज गर्नु पर्दो रहेछ। एकचोटि म यो चाहिँ एयरपड लगाउँछु, हजुरहरूले साउन्ड कस्तो आउँछ भनेर भनिदिनु ल, केही डिफ्रेन्ट पाउनुहुन्छ कि हुँदैन मेरो यो उसमा र यसमा भनेर है त। डिफ्रेन्ट पाउनुहुन्छ कि पाउनु